नमस्ते साथीहरु, तपाईलाई स्वागत छ। यदि तपाई एकाउन्टेन्टको ट्रेनिङ सकिसक्नु भएको छ र तपाई चाहिँ एकाउन्टेन्टको जब खोज्दै हुनुहुन्छ भनेदेखि चाहिँ त्यस्तो अवस्थामा चाहिँ तपाईले सावधान हुनुपर्ने केही कुराहरू चाहिँ आजको भिडियोमा चाहिँ मैले शेयर गर्न जाँदै छु मेरो अनुभवको आधारमा। यदि तपाई एकाउन्टेन्टको जब खोज्न जाँदै हुनुहुन्छ भनेदेखि त्यस्तो अवस्थामा तपाईले चाहिँ डाइरेक्टली कुनै कम्पनी कुनै फर्मले चाहिँ डाइरेक्टली भ्याकेन्सी खोलेको छ भनेदेखि त्यस्तो ठाउँमा चाहिँ तपाईले अप्लाई गर्नु होला। यदि तपाईले जब सेन्टरहरू जब प्लेसमेन्ट गर्ने ठाउँहरूमा चाहिँ तपाईले चाहिँ अप्लाई गर्नुभयो भने चाहिँ तपाईलाई चाहिँ दुःख हुन सक्छ। सबलाई कम्पनीहरूले चाहिँ उनीहरूले चाहिँ फेक भ्याकेन्सीहरू चाहिँ उनीहरूले अनाउन्स गरिरहेको हुन्छ र यति जना एकाउन्टेन्टहरू चाहियो, यति जना मान्छे, उनीहरूले त्यही किसिमको पर्चाहरू बाँडिरहेको हुन्छ, त्यही किसिमको उनीहरूले चाहिँ एडहरू दिइरहेको हुन्छ। त्यसको लागि चाहिँ हामी उनीहरूको अफिसमा जानुपर्ने हुन्छ अनि त्यसपछि हामीले चाहिँ त्यहाँ फर्म भरेर त्यसपछि केही दिन पछाडि कन्ट्याक्ट गर्छु भनेर चाहिँ कन्ट्याक्ट नम्बर लिएर अनि त्यसपछि केही एडभान्स लिएर चाहिँ झुलाइदिरहेको पनि हामीले देख्न सकिन्छ। त्यसकारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ सप्लायर कम्पनीहरूबाट जाँदाखेरि चाहिँ हामीलाई त्यति राम्रो हुँदैन। त्यसकारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ जबको भ्याकेन्सीहरू हेर्दाखेरि चाहिँ डाइरेक्ट कम्पनीले चाहिँ अनाउन्स गरेको भ्याकेन्सीहरू त्यस्तोमा चाहिँ हामीले चाहिँ अप्लाई गर्नुपर्ने हुन्छ। र कतै तपाईको चिनजान साथीभाइ अथवा कतै चिनजान छ भनेदेखि चाहिँ चिनजानको मार्फतबाट कतै कुनै कम्पनीमा चाहिँ तपाईले जोइन गर्नुभयो भने त्यहाँबाट चाहिँ तपाईले आफ्नो एकाउन्टिङ करियर सुरु गर्न पनि सक्नुहुन्छ। यदि तपाईले चाहिँ सही किसिमले चाहिँ सही ठाउँबाट चाहिँ अप्लाई गर्नु भएन भनेदेखि चाहिँ त्यस्तो अवस्थामा तपाईलाई दुःख मात्र हुन पनि सक्छ। त्यसकारणले गर्दा सुरुवाती अवस्थामा चाहिँ यदि तपाईले चाहिँ तपाईको एकाउन्टिङ करियर सुरु गर्न चाहनुहुन्छ भनेदेखि यदि तपाईले चाहिँ कतै कसैलाई सहयोग गर्ने, हेल्प गर्ने र त्यसै गरिकन तपाईले चाहिँ साथीभाइहरू बनाउने अनि त्यसपछि भाइहरू बनाइसके पछाडि चाहिँ तपाईले चाहिँ उनीहरूको मार्फतबाट चाहिँ कम्पनीहरूमा त्यसपछि जोइन पनि गर्न सक्नुहुन्छ। र सुरुमा चाहिँ हामीलाई चाहिँ एकाउन्टिङ जब सुरु गर्नको लागि चाहिँ सङ्घर्ष नै हुन्छ। त्यसकारणले गर्दा सही ठाउँमा चाहिँ हामी नपर्दाखेरि हामीलाई चाहिँ दुःख पनि हुनसक्छ। त्यसकारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ सुरुमा चाहिँ आफ्नो अनुभवको लागि चाहिँ हामीले सानोतिनो ठाउँमा भए पनि एकाउन्टिङ जब सुरु गर्ने र त्यस पछाडि एकाउन्टिङ फिल्डमा के कस्तो हुँदो रहेछ भनेर चाहिँ हामी सिक्दै गएर चाहिँ हामी अगाडि बढ्न सक्छौँ। अब हामीले चाहिँ ट्रेनिङमा सिकेको र थ्योरिटिकल कुराहरू चाहिँ हामीले पढेका किताबहरूबाट जानेका कुराहरूले मात्र हामीलाई चाहिँ एकाउन्टिङ करियरमा एकाउन्टिङको क्षेत्रमा अगाडि बढ्नको लागि त्यतिले मात्र इनफ हुँदैन। त्यसकारणले गर्दा चाहिँ हामी जति पनि हामीले सिकेका कुराहरू छ ट्रेनिङहरूबाट र हामीले पढेका किताबका कुराहरूबाट चाहिँ हामीले चाहिँ केही जानकारी पाएका हुन्छौँ र त्यसलाई चाहिँ व्यावहारिक क्षेत्रमा चाहिँ कमर्सियल प्र्याक्टिकल लाइनमा चाहिँ कसरी प्रयोग भइरहेछ, कसरी चाहिँ कामहरू हुन्छ, त्यो सबै कुराहरू चाहिँ हामीले प्र्याक्टिकली जान्नुपर्ने हुन्छ। कसरी कुनै पनि हिसाब किताब कुन तरिकाले राखिन्छ र कसरी चाहिँ हिसाब राख्ने सही तरिका के हो र किन राखिन्छ, यी कुराहरू चाहिँ यथावत कुराहरू चाहिँ हामीले चाहिँ प्र्याक्टिकल फिल्डमा हामी चाहिँ नछिरिकन हामीलाई चाहिँ जानकारी हुँदैन। त्यसकारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ एकाउन्टिङ फिल्डमा छिरेर त्यस पछाडि सुरुमा चाहिँ हामीले चाहिँ स्यालेरी हेर्ने होइन, हामीलाई चाहिँ सुरुमा चाहिँ हाम्रो उद्देश्य भनेको काम सिक्ने हुनुपर्दछ। पहिला सुरु चाहिँ हामी काबिल हुनु चाहिँ जरुरी छ। त्यसकारणले गर्दाखेरि चाहिँ हामी चाहिँ जसरी हुन्छ एनीहाउ हामी चाहिँ आफ्नो करियर अगाडि बढाउनको लागि चाहिँ हामी आफ्नो अनुभव बढाउँदै जानु पर्यो र त्यसै गरिकन हामीले चाहिँ आफ्नो ज्ञान, व्यावहारिक ज्ञानहरू बढाउँदै जानु पर्यो। त्यस पछाडि हामीले रेकर्ड राख्ने कुराहरू, बिल काट्ने कुराहरू, बिलका प्रकारहरू, त्यसपछि हामी सबै कुरा चाहिँ हामीले चाहिँ पढेका चाहिँ हुन्छौँ तर व्यवहारमा चाहिँ गरेका हुँदैनौँ। र सुरुमा चाहिँ हामीले कुनै काम गर्दाखेरि चाहिँ हामीलाई त्यो किसिमको अनुभव नभएको कारणले गर्दा हामी नर्भस हुन पनि सकिन्छ र नर्भस हुँदाखेरि चाहिँ हामीले आउने काम पनि बिगारिरहेको हुनसक्छ। त्यसकारणले गर्दा हामीलाई अनुभवको चाहिँ एकदमै जरुरी पर्छ। जब दिने कम्पनीहरूले पनि अनुभवी मान्छे खोज्नुको कारण के हो भनेदेखि चाहिँ अनुभवी मान्छे चाहिँ नर्भस हुँदैन र नर्भस जब मान्छे हुँदैन तब त्यो मान्छेले चाहिँ काम चाहिँ पक्का गर्न सक्छ। त्यसकारणले गर्दा कुनै पनि कम्पनी फर्महरूलाई चाहिँ काम पक्का चाहिएको हुन्छ र हामीले चाहिँ काम पक्का गर्न सक्ने चाहिँ पहिला सुरु हुनुपर्दछ र त्यस पछाडि हामीले चाहिँ कम्पनीहरूमा चाहिँ अप्लाई गऱ्यौँ भनेदेखि चाहिँ हामी त्यस पछाडि चाहिँ एकदमै राम्रो स्टेप गरेर अगाडि बढ्न सक्छौँ। सुरुमा हामी सानोतिनो कम्पनीमा गर्ने अनुभव बटुल्ने, त्यसपछि हामी चाहिँ
त्यस पछाडि लेभल अप गर्दै गरेर हामीले ठुल्ठुलो कम्पनीमा पनि अप्लाई गर्दै जान सक्छौँ र यसरी हामी चाहिँ आफ्नो एकाउन्टिङ करियरलाई चाहिँ अगाडि बढाउँदै जान सक्छौँ। मैले पनि सुरुमा काम गर्दाखेरि चाहिँ त्यस्तै किसिमको सुरुमा चाहिँ अब साथीभाइकै मार्फतबाट चाहिँ कम्पनीहरूमा जोइन गरेर त्यस पछाडि त्यही किसिमले चाहिँ सिक्दै गएर 5 वर्षसम्म मैले पनि एकाउन्टेन्टको काम गरेको छु र त्यस कारणले गर्दाखेरि के कस्तो किसिमको चाहिँ वातावरण हुन्छ, के कस्ता कुराहरू चाहिँ आइपर्छ, ती सबै अनुभवहरू चाहिँ मसँग छ। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँलाई आवश्यक पर्ने भिडियोहरू चाहिँ हाम्रो यस च्यानलमा चाहिँ मैले बेला-बेलामा अपलोड गर्दै गर्छु। त्यस कारणले गर्दाखेरि हामीसँग जोडिन सक्नुहुनेछ। हुन्छ, आजको भिडियोमा यति नै। अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद।